यो ए छोडे 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 ए छोडे गुम्बासी बनाएको जङ्गलतिर भाँडाकुँडा बोकेर हिँड्यो त हिँड्नु जीवनले झिकेको अहिले माछा कि जीवनको गोडजिल्ला पर्छ गोडजिल्ला अब माछाको साइज नापे पनि योभन्दा ठुलो हुन्छ वाह वाह भयङ्कर माछा मार्दियो ओ टेम्पो दाइ कहाँसम्म जाने हो कालापानी भाइ जाने हो कालापानी हेलो गाइज वेलकम ब्याक टु माई ब्लग आज चाहिँ हामी कालापानीतिर जानेछौँ त्यहाँ गएर माछा मार्नेछौँ पार्कतिर गएर खाजा खानेछौँ घुम्नेछौँ के कस्तो हुन्छ होइन ब्लगमा देखाइहाल्नेछु म ल हेर्दै गर्नु होला ओके ल यहाँदेखि अब कालापानी जाने भनेर बसिरहौँ हामी म त यसमा जान्छु मेरो इन्जिन बनाएको छ अब सोलो जान्छु यिनीहरू चाहिँ यहाँ जीवन र यो रोशन यिनीहरू दुईजना चाहिँ यहाँ पिटपिटेमा ओ टेम्पो दाइ कहाँसम्म जाने हो कालापानी भाइ जाने हो कालापानी कति रुपियाँ हो भाडा कालापानी कति हो भाडा 100 रुपियाँ ए 80मा हुँदैन हुँदैन भाइ हुँदैन 100 एकदम एक्सप्रेस ट्रेन कति मिनेटमा पुगिन्छ कति मिनेटमा 10 मिनेट माथि पुऱ्याइदिन्छु माछा मार्न आइयो कतिवटा माछा मारिस भन्यो त एउटा होइन एउटा सात मारिदिएको तपाईँले हेर्न सक्नुहुन्छ अब गोडजिल्ला पर्छ गोडजिल्ला अब ल गोडजिल्ला त यार गएछ नि हो समुद्रमा गएछ नि बोकेर नि बोकेर ल ल ल ल झिके पर्ला है माछा गममा त्यहाँ पुगेर माछाले चाहिँ हाम्रो पार्ला ठाउँ त दामी छ तर है तर गर्मी पनि रहेछ यार बेड टाइममा आयो नि त दिउँसो भर्याङमा जाउँ कि भर्याङमा हिलेको बच्चा हेर न ल हेर यता ठुलो देखायो नि क्यामेरामा त हो टाउको देखिरहेको खाना चाहिँ खाएको छैन कि त्यसले त्यो उस भएन कि चारो भएन निक्ल्यो अलिअलि हल्लाउ न भागे चाख फर्काएर हामीले यति मारिसक्यो 4वटा मारे कति हल्ले ल यहाँ छ है माछा यसले खायो भने यसलाई पारिदिन्छु आउँछ जस्तो छ साला भाग्छ त यार यो पर्यो यो माल चाहिँ माल कतातिर थियो ल जीवनले नि झिक्यो 2टा कता हो
दुईटा झिक्यो दुईटा हिले ठिक छ ल जीवनले झिकेको हिले माछा कि जीवनको फाइनली यसले यत्रो माछा मार्यो है आफूभन्दा ठुलो माछाको साइज नापे पनि योभन्दा ठुलो हुन्छ वाह भयङ्कर माछा मार्दियो यार यसले ल ल ल ल गँगेटा आयो रे होइन हरेकचोटि गङ्गटाले खाइरहेको यसले गफ हान्दै गँगेटा झिकिरा गँगेटालाई पो फकाएर खाँदै अब छिटै के अरे असारतिर फर्किन्छ होला सर कत्रो खा त है हजुर के यही भइसक्यो हुन्छ ओइ मा कस्तो यसले बल्छी नै छोडेन त हजुर कत्रो खा त यार लो 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 हस् सर छिटै आउँछु अब एक हप्ताभित्रमा आउँछु होला एक हप्ताभित्रमा आउँछु होला ए छोडे छोडिदे नमार न छोड्दैन त्यसले यो रातो खोलामा आएर फेरि मारियो यो रातो खोला होइन साले रातो पुल हो त्यो यसको भाइ हो उहाँ लालगढको रातो पुल यो ठुलो रातो पुल हो यो यहाँदेखि मार्यो यहाँदेखि यो सानो दुई ओइ यसलाई खोलेर हाल्दा यहाँ यत्रो भइसक्यो माछा है यहाँ पुरै टन्नै भइसक्यो माछा ल यस्तो सौलो पानी छ नि यार पानी पनि देखेको छैन कि राम्ररी यहाँ वाउ छ क्या पानी त यार ऊ हाम्रो फिसरम्यान लु ओ हेलो भनिदेऊ न के बोल्छ त्यो दामी पानी छ नि एउटा यहाँ छ माछा चाहिँ हामीलाई होइन शीतल मस्त भइसक्यो होइन वाइल्ड भइसक्यो यहाँ माछा यहाँ सानो छैन नि फेरि माछाहरू यस्तो गरेर देखाउँदाखेरि माछा टन्नै छ यस्तो छ यतातिर चाहिँ उता माथि पोखरी छ यो फिरा गयो अरे मछडी यो ल मार्दिनुहोस् ल बल्छी पक्रेर बस नुन लगाएर सिधै नुन मिसान लगाएर मेसिले टनक्कै भइसक्यो नि माछा फेरि हाम्रो पुगिसक्यो नि यत्रो बिदि छ यार एउटा भयङ्कर छ ऊ जिउँदै छ यो ठुलो चाहिँ यो बन्ठाले पक्रेको साला योभन्दा ठुलो हिले छ यहाँ ल आजको माछा मार्ने कार्यक्रम सकियो यो यति मारेर देखिँदैन यार राम्ररी कालो भयो यार कालो रातो सब भयो के ल एकै पालीमा के ल यति मार्ने ओइ माछा त यहाँ अड्के है हाम्रो कालापानीको मान्छेले कपडा धुने ठाउँ नुहाउने ठाउँ अनि मोबाइल चार्ज हुने ठाउँ सब यहाँ के अरे
कति माछा मार्यो साला त्यो बल्छी झिक कालो न कालो भन्छ है भन्टा यता हेर त यता हेर न ओ बर छ के ओ कालो टलक्क ठल्क्या ल हामी रातो पुलको मुनि छौँ अब ठ्याक्क यहाँ निक्लिन्छौँ पारिपट्टि बाहुन मारा भइगयो यता मासतिर मारेर यो जङ्गलभित्र बाहुनी झरी भन्नेमा मारेर आएको अब माछा लिएर मासु र चाउचाउ साँधिराखेछ घरमा भाइले अब गएर यो उस हो नि बना पनि काँचोमा खायो भने अम्मा कस्तो अमिलो हुन्छ यो तिमीले काँचो 2-3टा खायो भने तिमी दाँत कुडिहाल्छ पाकेको चाहिँ फेरि मिठो हुन्छ जाम ल यस्तो सिस्टम छ यार बोरिङ छ पुरै गएर फ्याँक्दियो अनि उसेर खान गएर खान्छ होला कि उयोले त खान्छु भने पकायो भने साला माछा भएर है यो होइन गैँडा लिएर जाउँ त्यो गैँडालाई चाहिँ फेक न ओइ माठा बोक गदुलाई फेक न त त्यो पनि पकाएर खाने हो कि के हो होइन होइन त्यो यसमा हाल न ऊ चाहिँ कहाँ त्यत्रो मेहनत गरेर मारे कति पिस छ 3 छ पक्रेको त टन्न हुन्थ्यो बनाएको गनाउनु थालेको पुरै खनाइदियो त्यहाँ लगेर उता फ्याँक्दिउँ उता आफै निक्लिहाल्छ नि अब यसले माछा कति माछालाई चारो 10 किलोको माछा हो यो ल अब काला पनि आइपुग्यो यो यस्तो छ यिनीहरू कहाँ हिँडिरहेको तिमीहरू बालेन सरकारले सुकुम्बासी बनाएको जङ्गलतिर भाँडाकुँडा बोकेर हिँड्यो त हिँड्दै कता हिँडेको खड्कुला बोकेर ल पार्कमा आइयो काला पनि पार्क उता साइडमा को मान्छे छ कि के हो काला पनि पार्कमा आइयो ल हाम्रो डेस्टिनेसन आयो पुलको छेउमा बस्ने निर्णय गर्यौँ हामीले हैन ल यहाँ चाहिँ यतातिर गएको थियौँ हामी वहाँ पुगेका थियौँ त्यहाँदेखि फर्केर फेरि सट्ट घुमेर यहाँ साला कालो देखेछ तपाईँ खड्कुलै बोकेर छ यहाँ ल लिएर खा खुर्सानी नुन लिएर आएन त ल यहाँ मासु चाहिँ हामीलाई यहाँ चटपटी त्यहाँ मुरी छ यतातिर डिउ छ होइन यो ठुलो खाले कालो खाले अलिअलि झ्या पनि डिउ छ हामी दुईजनाले त्यो चाहिँ यो देखायो भने उस हुन्छ के धुम्रपान मध्यपान भनेर के लेख्नुपर्छ कि तिनजना के खिच्ने हो म यहाँ भिडियो बनाएको हो क्या हामी कहाँ कालापानीबाट पुरै कालापानीको खोलामा नुहाउने भनेर गौतम होटेलको यहाँ गौतम होटेलको खोलामा आएर नुहाउन थाले हामी यहाँ होइन ओइ फोटो खिच्दाउ न आऊ त फोटो खिच्दाउ त आइज न फोटो खिच्दैन ए ल भयो दाइले खिचिदिन्छ अरे ल फोटो हान्नु पऱ्यो एउटा चट्ट लाएर